कि बाहिर भने जस्तो अहिलेका सरकार प्रमुखहरू गाँजै खाने हुन् त किन यस्तो बाहिर हल्ला मचाउँछन्? अहिले अब प्रधानमन्त्रीज्यूले आफैले भन्नुभएको छ मेयर भइसकेपछि मैले बसेर एक ग्लास बियर चेयर्स गर्न पाऊँ भने होइन त। बुझ्नुभयो नि? भने मतलब चाहिँ त्यसले बरु लाग्छ। अब उहाँले गाजा तानी नतानी त अब मलाई थाहा छैन, मैले देखाएको छैन। हेर्नुहोस्, कसैलाई त्यो भन्न मिल्दैन। तर जहाँसम्म मलाई लाग्छ उहाँले खानुहुन्छ जस्तो मलाई लाग्दैन। किनभने गाजा खाएर बस्ने मान्छे लट्ठ पर्छ, बस्छ, अनि देश बनाउँछु र प्रधानमन्त्री बन्छु भने उद्देश्य लिँदैन। जसले आवाज उठाए त्यसले चाहिँ खान्छ होला क्या। बरु आरोप लगाउनेको नि चेक गरौँ, त्यसपछि जसलाई लागेको त्यसको नि चेक गरौँ। यसलाई चाहिँ फ्री बनाइदिउँ क्या चेक गर्नलाई। राजसभामा जाने सम्भावना कस्तो छ? त्यो अझै पनि सरकारको पर्फर्मेन्स र हाम्रो एडभोकेसी गरेको कुराहरू कतिको चाहिँ निहाल्नुहुन्छ। गृहमन्त्री सुदन गुरुङले गरिरहेको पछिल्लो कामहरूलाई कसरी हेर्नु भएको छ? उहाँले सक्दो गर्नुभएको छ। तर के छ भने गृहमन्त्री भनेको एक त आफै पनि यो अलिकति ठुलो मातहत राख्ने कुराहरू हो। यो त नियोजित थियो, एकदमै यो प्रिप्लान थियो। यो चाहिँ गृहमन्त्रीको खिलाफ थियो। अब हिन्दू भर्सेस चाहिँ गृहमन्त्री खाले कुरामा लगेर जोडेर यो सरकारलाई असमर्थन वा फेल गराउने खाले प्रयास भएको थियो। अहिले प्रधानमन्त्री बालेन्द्र शाहले गरिरहेको कामप्रति तपाईँको विचार र धारणा के छ? ठिकै छ, गर्दै जानुहोस्। सही गर्नुभयो भने हामी समर्थन गर्छौँ, तर गलत गर्नुभयो भने हामी चुप लाएर बस्दैनौँ। नेपालमा मात्र नभइकन विभिन्न संसारभरि अमेरिका जस्तो ठुलो देश जसको नेतृत्वमा चाहिँ नेपालमा चाहिँ ब्यान गरियो। 2033 सालमा त नेपालमा लिगल थियो त। अनि यो नार्कोटिक्स एजेन्सी अर्गनाइजेसन भनेर दुनियाँ संसारभरि नाटक मचाएर चाहिँ हाम्रो देशकोमा रोकियो। उसको देशमा खुलिसक्यो, हाम्रो देशमा चाहिँ आज पनि विवादै छलफलै छ। यो एजेन्डाहरू जुन लिएको छ त्यो एजेन्डाहरू फुलफिल गर्नुपर्छ भनेर एडभोकेसी गर्दैछु म। अब म स्थानीय चुनाव उठ्छु उठ्दिनँ वा प्रदेशको चुनाव उठ्छु उठ्दिनँ, यो त मैले आफूले पर्सनल व्यक्तिगत लिने भन्दा पनि यो त जनतामा छोडिदिने कुराहरू हो। म इन्जिनियर पनि हो, मैले चाहिँ इन्टरनेसनल डिग्री लिएको छु। बिजनेसमा मैले सस्टेनेबिलिटी राम्रोसँग बुझेको छु। मैले अन्टरप्रिनियरसिपमा चाहिँ एउटा मुकाम हासिल गरेको छु। राजनीतिमा पनि 2-4वटा चुनाव फेस गरेको छु। 120जना चुनावको त प्रत्यक्ष चुनाव आफैले बसेर हेरेको छु। पार्टी जेरोबाट चाहिँ यो लेभलसम्म पुर्याउन पार्टी गठन गर्नदेखि लिएर चाहिँ एउटा स्ट्रक्चर पोलिटिक्स पनि बुझेको छु। अब मैले चाहिँ अझ केही वर्ष मैले नेपाल आउनुभन्दा पहिले पनि भनेको थिएँ म 15 वर्ष राजनीति गर्न आएको, 3-4 वर्ष बितिसक्यो। अबको 10-12 वर्ष पनि म राजनीति नै गर्नेवालामा छु। त्यसको लागि कुनै दल वा स्वतन्त्र भन्ने खाले कुराहरू होइन। जुन ठाउँ जुन अवस्थामा चाहिँ मेरो विचारलाई मेरो कार्यलाई चाहिँ सम्बोधन हुन्छ त्यो पनि सही कुराहरूलाई, गलत छ भने त्यसलाई नगर्दा हुन्छ। त्यो हो भने म यो दल त्यो दल वा यो क्षेत्र त्यो क्षेत्र भन्ने होइन। मैले मेरो इफिसियन्सीलाई चाहिँ आउटपुट बाहिर साँच्चै नै काम गरेर कार्यशैली देखाउन पाउने ठाउँ प्लेटफर्ममा चाहिँ म जान सक्छु। राजसभामा जाने सम्भावना कस्तो छ? त्यो अझै पनि सरकारको पर्फर्मेन्स र हाम्रो एडभोकेसी गरेको कुराहरू कतिको चाहिँ निहाल्नुहुन्छ। जस्तै यो 15-15 दिनमा चाहिँ पारिश्रमिक दिने सरकारी कर्मचारी भन्ने कुरा, त्यो मेरो 79 सालको एजेन्डा थियो। हाम्रो अर्थमन्त्रीज्यूले त्यसलाई चाहिँ इम्प्लिमेन्टेसन फेजमा लिएर जानुभयो। हुनसक्छ अलिकति ढिलो, त्यसलाई अप्ठ्यारो त स्योर छ, नयाँ सिस्टमबाट बसाउँछ। र यो जुन त्यो उहाँले गर्नुभएको छ, मैले बधाई पनि दिएको छु, थ्याङ्क यू भनेको छु। अनि जुन यो घटनाक्रम घट्यो, यो विल लक लगाउने गाडीको कुराहरू, गणेश नेपालीज्यूको चाहिँ जुन निधन भयो, एकदमै भावपूर्ण श्रद्धाञ्जली छ। अब त्यस्तो हुन नदिनको लागि गरिबले चाहिँ ट्याक्स कर वा फाइन तिर्न सक्दैन भने उहाँहरूलाई चाहिँ कसरी दिने भन्दा जिम्मेवार त बनाउनु पर्छ। उहाँहरूलाई चाहिँ हामीले के गर्न सक्छौँ भने सामाजिक कार्य गराउने, यो भोलिन्टियर वर्क गराउने, पैसाको बराबर चाहिँ श्रम दिन लगाउने भन्ने खाले कुराहरूलाई चाहिँ हाम्रो अहिले भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालज्यूले चाहिँ कार्यान्वयनमा ल्याउनु भयो। उहाँ त्यो कुराको लागि पनि धन्यवाद भन्न चाहन्छु। र हेलो सरकारमा फोन नलाग्ने भन्ने विषयहरू, त्यो कुराहरूलाई चाहिँ अहिले एकदम हाई स्पिडमा चाहिँ मेन्टेनेन्समा ल्याइराख्नु भएको छ। प्रधानमन्त्रीज्यूलाई त्यस कारणले पनि धन्यवाद दिन चाहन्छु। अब राम्रो कुरा यसरी हामीले एडभोकेसी गरेको कुराहरूलाई चाहिँ राम्रोसँग लिएर गइराख्नु भयो भने म उहाँहरूको टिममा बसेर चाहिँ देशलाई कन्ट्रिब्युट गर्नको लागि एकदम हाँसी खुसी तयार छु। गृहमन्त्री सुदन गुरुङले गरिरहेको पछिल्लो कामहरूलाई कसरी हेर्नु भएको छ? उहाँले सक्दो गर्नुभएको छ। तर के छ भने गृहमन्त्री भनेको एक त आफै पनि यो अलिकति ठुलो मातहत राख्ने कुराहरू हो। अनावश्यक द्वन्द्व सृजनाहरू भइयो, गराइयो। अब त्यो भनेको चाहिँ
के छ भने कुनै समुदायबीच भएको झगडा थिएन, एउटा गाउँको एउटा टोलमा चाहिँ वादविवाद भएको थियो होला, उहाँले अलिकति इमिडिएट एक्सन लिएर चाहिँ त्यो संलग्न जम्मैलाई थुनेर कसले चाहिँ गरायो भन्ने खाले कुरा उठाउनु भएको भए समाधान त्यहीँ हुन्थ्यो, त्यो फैलिँदैन थियो। र अझ तपाईँलाई म एउटा खुलासा गर्न चाहन्छु, नेपालमा हिन्दू र मुसलमानको जुन धार्मिक युद्ध भयो, हिन्दू पनि भारतबाट, मुसलमान त अझ अन्य देशबाट आएको भन्ने खाले कुराहरू त्यो सत्य पनि हो। र त्यो भनेको बिस्तारै हिन्दू मुसलमानबाट हटेर चाहिँ हिन्दूलाई मात्र गोली हानेर मारियो भन्ने खाले बनाइयो। त्यो गर्दाखेरि अब हिन्दू भर्सेस चाहिँ गृहमन्त्री खाले कुरामा लगेर जोडेर यो सरकारलाई असमर्थन वा फेल गराउने खाले प्रयास भएको थियो। अब त्यसको एडभोकेसी त्यो मैले मेरो बुझाइबाट जुन मेरो आन्तरिक चाहिँ सम्बन्ध त्यहाँ तरै मधेसमा राम्रै छ, त्यहाँबाट बुझ्दाखेरि चाहिँ त्यो थाहा भएको कुराहरू मैले यसरी मिडियामा भन्नु पर्यो। अब गृहमन्त्री सरकारलाई फेलियर गराउने उद्देश्यका साथ नियोजित रूपमा टार्गेटेड गृहमन्त्री हुनुभयो। गृहमन्त्रीले चाहिँ ठुल्ठुलो व्यवसायीहरू बिचौलियाहरू समाउनु भएको हामी सबैलाई थाहै छ। र उनीहरू रिसाउँदाखेरि उनीहरूसँग त अथाह फ्याँक्ने धन छ। मधेसमा मेरै साथीभाइको घर परिवारमा 1.5 लाख रुपियाँसम्म पुगेछ यसलाई चर्काउनको लागि। अनि जब चाहिँ त्यहाँनिर यदि धार्मिक कुरा थियो भन्दा धर्म र आस्था राख्ने बिचको चाहिँ युद्ध लडाइँ हुन्थ्यो होला नि त, त्यहाँनिर चाहिँ यो आर्थिक कारोबार किन हुन गयो भनेको जुन त्यो विवाद भयो, विवादमा भिडन्त भयो, एक आपसमा जुदाउनका लागि पैसा खन्याइयो त्यहाँ। अफकोर्स त्यहाँ 100% भयो। नभए त्यहाँ हेर्नु त त्यो एउटा साधारण विषय होइन, आवाज ठुलो बज्यो यो त्यो भन्ने कुराहरू हो। त्यो कुराहरूमा एउटा चाहिँ टोल कम्युनिटी चाहिँ सानो एउटा लोकेसन एरियामा चाहिँ भएको कुरालाई यसलाई चाहिँ म्यासिभ रूपमा लिएर जानुपर्ने त थिएन। यो त नियोजित थियो, एकदमै यो प्रि प्लान थियो। यो चाहिँ गृहमन्त्रीको खिलाफ थियो, कसले कति कसरी बुझ्ने। अब म फेरि गृहमन्त्रीको चाहिँ टिममा बसेर चाहिँ काम गरिरहेको मान्छे भएर चाहिँ उहाँको डिफेन्स गरे जस्तो सुनिएला, त्यसरी प्रस्तुत पनि गर्लान्। तर यदि त्यस्तै हो नि भने त म उहाँको टिममा अहिले पनि हुन्थ्यो होला नि त। म त उज्यालो नेपाल पार्टीको सिइओ भएर उज्यालो नेपाल पार्टीलाई चाहिँ अगाडि बढाउनुपर्छ भनेर हिँडिरहेको हिजोको दिनसम्म होइन। म एकदम निष्पक्ष भएर सहीलाई सही र गलतलाई गलत भन्ने मान्छे हो। त्यस कारणले कोही कसैले पनि भ्रममा आउनु पर्दैन। नेपाल जस्तो बुद्ध भूमि देशमा यहाँ चाहिँ धार्मिक लडाइँ हुने खाले चान्सै छैन। यदि हुन्छ भने त्यो नियोजित हुन्छ र त्यो त्यसरी नै भयो। अब गृहमन्त्री अब जस्तो एक पक्षले विभिन्न दलहरूले, राजनैतिक दलहरूले यो सरकारले नियोजित रूपमा आफूले नै त्यहाँ घटना घटायो, आफूले नै फेरि मत्थर पार्ने प्रयास गर्यो भनेर पनि टिप्पणी गरिरहेको थिए। त्यो अब कस्तो मजाक कुरो छ हेर्नु त। जब मैले सरकार चलाइरहेको छु भने म त सरकारलाई चाहिँ अझ स्ट्रङ बनाउँदै जोड्दै लिएर जाने पो सोध्छु त। अब त्यहीँनिर उचालेर पछाड्ने काम गर्न थाल्यो भने त्यो एस्केलेट भयो भने त भोलि सरकार ढल्न सक्छ भन्ने त्यति हेक्का त म पनि राख्छु नि। यो चाहिँ एकदम सरासर भ्रामिक कुराहरू हो। यो विपक्षी दलहरूले चाहिँ आफू शक्तिमा बसिरहेको त्यो कुराहरू त त्यो रस त भुल्या छैन नि। तर त्यही त यो डर्टी पोलिटिक्स, खुट्टा तानेर पछार्नै पर्छ अनि बल्ल आफू आउँछ भन्ने खाले छ। आफू राम्रो गरेर चाहिँ अनि त्यो ठाउँ पुगौँ भन्ने नै छैन। जस्तो अघि थोरै कुरा गर्नुभयो होइन, मधेसमा, तराई मधेसमा जसरी धार्मिक द्वन्द्व निम्त्याइयो, हजुर, यो निम्त्याउन राजनैतिक दलहरूको भूमिका कति र व्यावसायिक घरानाहरूको भूमिका कति रहला, के बुझाइ? राजनीतिक दलहरूले त जे कुरा नि राजनीतिकरण गर्छन्। त्यो धर्मको कुरालाई राजनीतिकरण गरियो, तर चाहिँ त्यसलाई इग्नाइट गर्नको लागि त पेट्रोल चाहियो। त्यो पेट्रोल किन्ने पैसा कसले दिन्छ भन्दा व्यावसायिक घरानाले दिन्छ। अब यो आवश्यकता पूर्ति भएको हो। एउटा न्यू चाहिएको थियो, त्यो न्यूलाई चाहिँ राजनीतिकरण गर्ने विपक्षी दल थिए र त्यसलाई चाहिँ आगोमा कन्भर्ट गर्नलाई, त्यसलाई चाहिँ ठुलो फैलाउनको लागि आर्थिक कारोबार हुनुपर्थ्यो। त्यो यो व्यापारिक व्यवसायहरूले जो चाहिँ साँच्चै नै देश लुटेर खाइरहेको थिए तिनीहरूले आफ्नो रिस पोख्ने एउटा ठाउँ निकाले। तर दुःख पाए जनताले। हेर्नुहोस्, एकदम निर्दोष ज्यान गयो त्यहाँ पनि। त्यो हुनु हुँदैन थियो। अहिले प्रधानमन्त्री बालेन्द्र शाहले गरिरहेको कामप्रति तपाईँको विचार र धारणा के छ? ठिकै छ, गर्दै जानुहोस्। सही गर्नुभयो भने हामी समर्थन गर्छौँ, तर गलत गर्नुभयो भने हामी चुप लागेर बस्दैनौँ। बालेन्दाई भनेर एउटा टाइममा सहयोग पनि गरे, प्रधानमन्त्री बनाउनुसम्मको लागि त्यो विम क्रिएट गर्नको लागि हाम्रो योगदान अविस्मरणीय छ। हामीले सहयोग गरेको हौँ, तर हामी त्यति अन्धभक्त छैनौँ। अबको अहिलेको युवा, अहिलेको जेन्जी पुस्ताहरू कोही पनि अन्धभक्त छैनन्। सही र सही, गलतलाई गलत त यो आँखाले देख्न सक्छ नि।
त्यस कारणले गर्दाखेरि आज यहीँबाट म चेतावनी पनि दिन चाहन्छु यो सरकारलाई, सही काम गर्नको लागि तपाईँहरू नचुक्नुहोस्। तपाईँहरूले गरेको कामहरू हामी निगरानी गरिरहेका छौँ, सही काम गर्दै जानुहोस्। हामी तारिफ गर्छौँ। तपाईँलाई चाहिँ कसैले अवरोध अर्चना ल्याउन खोज्छ भने हामी ढाल भएर तपाईँको अगाडि चाहिँ उभिनु तयार छौँ, फेरि गोली थाप्नको लागि तयार छौँ। तर तपाईँले गलत गर्नुभयो भने त्यो ढाल नै त्यहाँनिर हतियार बनेर तपाईँको खिलाफ उभिनको लागि कहिले पनि समय नै लाग्दैन। हुन्छ, म अब अर्को प्रसङ्गमा प्रवेश गर्छु। हजुर, तपाईँले एउटा अभियान चलाउनु भएको छ जो देशमा गाँजा लिगलाइज हुनुपर्छ भन्ने एउटा अभियान छ। हजुर, यो अभियानलाई कसरी सुरु भयो, यो थोरै कुरा गरौँ न यसमा। अब हामी डिफिनेसनतिरबाट जाउँ, यसको व्याख्या कसरी गरिन्छ, गाँजा भन्ने कुरा शब्द के हो, अब यसको चाहिँ हजारवटा कुरा छ भने अब फेरि हामी सिधै लगाएर त्यो तानिर नसामा जोड्यौँ भने त त्यो टपिक कुरै नगरौँ। न म सेवन गर्छु, तर मलाई यसको चाहिँ प्रडक्टहरू जुन चाहिँ मैले अहिले युकेमा सप्लाई गरिरहेको छु, हेम प्रडक्टहरू मैले अस्ट्रेलियामा सप्लाई गरिरहेको छु, अब युएसमा सप्लाई गर्नको लागि चाहिँ प्लान बनिरहेछ। भर्खरै बर्लिनबाट चाहिँ गाँजाको मोजा नै 5000 पिस चाहिँ अर्डर आएको छ। अब त्यो र मेटेरियल उत्पादन गर्नको लागि जब कि हाम्रो देश जस्तो सुइटेबल क्लाइमेट भएको ठाउँमा त्यो यहीँनिर उत्पादन भयो भने हामीले चाइनाबाट धागा किनेर ल्याएर नेपाली हेम भनेर विदेश बजारमा बेच्न पर्ने। यहीँनिर चाहिँ केही त्यसको लागि चाहिँ न मल हाल्नुपर्छ, न जान पानी, न केही गर्नुपर्छ। त्यस्तो खाले चाहिँ एउटा चाहिँ अद्भुत बिरुवालाई चाहिँ हामीले त्यसलाई चाहिँ क्रिमिनलाइजेसन गरेपछि के हुन्छ भन्दाखेरि यही त हो, त्यहाँ पनि राजनीति गर्न थाले। देशको अर्थतन्त्र कुन लेभलमा कुन हैसियतमा छ त्यो बुझ्नु पर्दैन। अनि यो रिक्रेसनल मारिजुआना भन्ने कुराहरू केही समय अगाडि म थाइल्यान्ड जाँदाखेरि भर्खरै कोभिड सकेको थियो। थाइल्यान्ड भन्ने देश जम्मै पर्यटकले चाहिँ उठेको देश हो। हाम्रो जस्तो यो पशुपतिनाथले हेरेको देश त होइन। त्यो देशमा जब चाहिँ कोभिड भएर सबै जेरो टुरिस्ट लेभलमा पुगेपछि एकाएक चाहिँ गाँजा लिगल गरिदियो। अनि के रहेछ भनेर हेर्नकै लागि पर्यटक संसारभरि आए र त्यसको अर्थतन्त्र फेरि चलायमान हुँदै गयो। अब त्यहाँनिर अलिकति केही नेगेटिभ कुराहरू भयो होला, थोरै दुर्व्यसन पनि भयो होला, तर सरकारले त्यसलाई नीति नियम बनाउँदै त्यसलाई चाहिँ टाइट गर्दै अब मेडिकल सर्टिफिकेसनदेखि लिएर वा पर्यटकलाई मात्र चाहिँ प्रयोग गर्न दिने हो कि त्यो कुराहरूलाई टाइट गर्दै गर्दै लिएर गएर आज त्यो सबै कुरा ब्यालेन्समा त छ। नेपालमा मात्र नभइकन विभिन्न संसारभरि अमेरिका जस्तो ठुलो देश जसको नेतृत्वमा चाहिँ नेपालमा चाहिँ ब्यान गरियो। 2033 सालमा त नेपालमा लिगल थियो त। अनि यो नार्कोटिक्स एजेन्सी अर्गनाइजेसन भनेर दुनियाँ संसारभरि नाटक मचाएर चाहिँ हाम्रो देशकोमा रोकियो। उसको देशमा खुलिसक्यो, हाम्रो देशमा चाहिँ आज पनि विवादै छलफलै छ। जस्तो गाँजा लिगलाइज भयो भने अर्थतन्त्र कसरी अगाडि बढ्छ, कतिको फड्को भएको छ? यो क्यास क्रप हो। अब हामीले चाहिँ अहिले गाउँघरमा मकै रोप्छौँ। मकै रोप्नको लागि हलो जोत्नु पऱ्यो, त्यसमा दाना हाल्नु पऱ्यो, त्यसको छाटकाट गर्नु पऱ्यो, त्यसलाई चाहिँ फेरि फल्छ फल्दैन, यो खडेरी लाग्छ, के हुन्छ, दुनियाँ हुन्छ, समस्या हुन्छ, फर्टिलाइजर चाहियो, अनेक गर्दाखेरि पनि त्यसको उत्पादन चाहिँ कति हो त, ज्याला मजदुरी नै उठ्ने हो कि होइन भने केही गर्दै नगरिकन बाटोमा उभिरहेको कुरो छ, फलिरहेको कुराहरू छ भने त्यसको चाहिँ धागो रेसा निकालेर त्यसको जरादेखि चाहिँ पात टुप्पो जम्मै कुराहरू चाहिँ युज हुन्छ। खालि बाँझो जमिन राख्नु परेन, त्यहाँनिर त्यो गेडा फालेर छर्दै पनि भयो, नभए पनि अटोमेटिक आफै उठ्छ। त्यसलाई हार्भेस्ट गर्ने, काट्ने र बेच्ने मात्र कुरा त हो। त्यो चाहिँ के हुनु पऱ्यो, निगरानी गरेर अब पालिकाले लिने कि अब त्यो चाहिँ प्रदेशले लिने कि वा सङ्घले नै हेर्ने हो कि वा त्यो कुन निकायले वा सामुदायिक रूपमा गर्ने हो कि जनताको हातमा चाहिँ एउटा कस्तो खाले औजार दिनु पऱ्यो भन्दा तैँले गरे पनि गर, नगरे पनि नगर, तेरो उत्पादन भएको कुरो त संसारभरि यतिकै चल्या कलिया छ, त्यो त्यतिकै बिक्री हुन्छ भनेर त्यसरी चाहिँ सोच्यो भने, यसलाई क्यास क्रपको रूपमा लिएर गयो भने आजको भोलिबाट नै हाम्रो देशको अर्थतन्त्र जनताको पकेट मोटो हुँदै गइसकेपछि देश मोटाउनलाई कति टाइम लाग्छ र? अब जस्तो अहिले गण्डकी प्रदेशले गाँजा लिगलाइज गरिसक्यो, हजुर होइन, व्यावसायिक रूपमा अब त्यहाँ खेती गर्न पाइने भयो, होइन। त्यसले गर्दा त्यो कति फाइदा पुग्छ अब त्यहाँ? जस्तो त्यो लिगलाइज भइसकेपछिको चुनौती के छ? तपाईँले त पक्कै पनि भित्रबाट रिसर्च गर्नुभएको छ होला। हजुर, अब यता के छ भन्दाखेरि त्यो फेरि लाइसेन्सिङतिरको गयो भने लाइसेन्स लिनको लागि 50 लाख प्लस दिनुपर्ने भयो उत्पादनको लागि। प्रशोधनको लागि फेरि अर्को 50 लाख प्लस चाहिने रे लाइसेन्सको लागि। अनि फेरि त्यसलाई चाहिँ
निर्यात गर्नको लागि फेरि अर्को 50 लाख भने चाहिँ 1.5 करोड प्लस त फेरि लगानी हुने भने फेरि यो जनताले पाउने सुविधा भएन नि त। यो त बिचौलिया अब चाहिँ फेरि त्यही व्यवसाय घराना, यो त सिन्डिकेट दादा डन यिनीहरूले नै चलाउने खाले चाहिँ एउटा सिन्डिकेट क्रिएट हुने भयो। यो हुनु भएन। यो त क्यास क्रप, जनताले आफ्नो इच्छा बमोजिम रोप्ने। त्यसको लागि चाहिँ पहिले चाहिँ त्यहाँनिर आफ्नो पुलिस कार्यालय हुन्छ कि स्थानीय सरकारलाई मेरो यति जमिन छ, म यतिमा रोप्छु, हार्भेस्ट गर्ने टाइम यो हो, यो टाइममा आएर चाहिँ तपाईँहरू पनि मान्छे पठाउनु, वा नभए हामीले तपाईँहरूलाई नै बेच्छौँ। हामीलाई चाहिने गाँजाको चाहिँ त्यो ड्रग्स होइन क्या, त्यो नार्कोटिक्स वा त्यो लाग्ने खाले पदार्थ चाहिएको होइन। अहिले लिगल भएको पनि 0.3 भन्दा कम पर्सेन्टेजको THC जुनले नसा दिन्छ त्यो चाहिँ नहुने खाले बिरुवालाई लिगल गरे हो नि त। त्यसले के हुन्छ भने त्यसको डाँठहरूदेखि लिएर त्यसको रेसा निस्किन्छ, कपडा बन्छ, ब्याग बन्छ, टोपी बन्छ, एभ्रिथिङ जे चाहनुभयो त्यो बन्छ, ल्यापटपको ब्याग बन्छ, मोजा बन्छ, जुन चाहिँ एन्टिब्याक्टेरियल हुन्छ। त्यसले चाहिँ हाम्रो शरीरमा कीटाणु आउँदैन। गाँजाको मोजा लगाउनुहोस्, त्यो 25-30 दिनसम्म एउटै मोजा लगाए गनाउँदैन। यस्तो खाले कुराहरू छ नि। हामीले चाहिँ वस्तुमा त्यो हेम्प बाई प्रडक्ट भन्ने कुराहरू हो, त्यो कुराहरूलाई चाहिँ खुला रूपमा चाहिँ जनतालाई रोप्न दिनुपर्छ। र यदि त्यो कसैले चाहिँ त्यसलाई चाहिँ नेगेटिभ वेमा, यहाँ त सोसाइटीमा त पोजिटिभ र नेगेटिभ दुईटै टाइपको मान्छे हुन्छ। फेरि यसको जस्तो त्यसरी सर्लक्कै जनतालाई खुला गरिदियो भने दुरुपयोग त व्यापक बढ्छ होला। अहिले लुकेर गर्दाखेरि त यसको दुरुपयोग यति धेरै छ, मान्छे ड्रग्समा फसेको अवस्था छ, कारोबार गरेको यति धेरै फेला परेका अवस्थाहरू छन्, युवाहरू कुलतमा व्यापक रूपमा फसेको अवस्था छ। यो पनि चुनौती होइन र? अहिले खानीले खाइरहेछ, खै त इलिगल हुँदाखेरि त खाइरहेछ। लिगली हुने भयो भने नखाने मान्छे मलाई जति गएर मुखमा घोद्यो भने म खाँदिनँ। यो विषयलाई त सरकारले किन नबुझ्ने? मलाई मनै छैन भनेपछि मलाई त्यो मनै पर्दैन, खाने त्यो तान्ने के हुन्छ नि, त्यस्तो खाले कुरो पदार्थ मन पर्दैन भने मलाई जे गरे पनि म तान्दिनँ क्या, खाँदैन। अब तर यो खाने मान्छेलाई रोकेकै छैन भनेपछि त्यसलाई धेरै टेन्सन लिइराख्नुपर्ने कुरो त्यो छँदै छैन। अब यसलाई चाहिँ कसरी हुन्छ, हामीले त अर्थतन्त्रसँग जोड्ने, यहाँबाट पैसा आम्दानी कृषकको हातमा पुगोस्, फेरि त्यो मिडल म्यान र फेरि त्यही अनुसारले चाहिँ सिन्डिकेट क्रिएट नगरोस् भन्ने कुरा मात्रै हो। छानबिन होस्, एकदम कडा नियम बनोस्। अझ म त के भन्छु भन्दाखेरि नेपाली नागरिकले चाहिँ तान्न नपाउने, विदेशीले तान्नै पाउने। ल, नेपाली नागरिकले चाहिँ लिएर बोकेर हिँड्न नपाउने। त्यो त व्यवसाय कारोबार लाइसेन्स हुन्छ होला नि त, ट्रकमा जान्छ होला, त्यो ट्रकसँग चाहिँ चलानी नम्बर हुन्छ। उत्पादन गर्ने मान्छेले चाहिँ आफ्नो दर्ता गराउनुपर्छ। मैले यति गर्न खोजेको यति हुन्छ यसरी भने निगरानी होला। त्यहाँनिर जुन CCTV क्यामेराहरू राख्ने भन्ने कुरा छ, तारबार लगाउने भन्ने कुराहरू छ, त्यो कुराहरू पोलिसीमा पनि ठिकै छ। अब अहिले चाहिँ खानीलाई रोक्न सकिँदैन, सरकारले अहिले पनि प्रयास गरिरहेकै छ। तर नखाने मान्छेलाई जति खायो भने पनि खाँदैन। त्यस कारणले गर्दाखेरि यसलाई नै यति धेरै ठुलो इस्यु र विवाद गर्नुपर्ने कुरो देख्दिनँ। गण्डकी प्रदेशमा चाहिँ अब जुन हिसाबले चाहिँ लागू हुँदैछ, पहिला ल ट्रायल हेरौँ न त एउटा प्रदेशमा। त्यहाँनिर हेर्दाखेरि के हुनु पऱ्यो भन्दा किसानको पहुँचमा पुग्नु पऱ्यो उत्पादन। उनीहरूले उत्पादन गर्न सक्ने खाले चाहिँ भयो भने बल्ल यो किसानको लागि बनाएको, किसानको लागि चाहिँ लिगल गरेको कुरा हुन्छ। यदि फेरि सर्टेन केही 15-20 जना व्यक्तिलाई मात्रै एकमुष्ट पैसा लिएर कमिसन खाएर दिने हो भने त्यो चाहिँ अब चाहिँ फेरि कुलतमा जान्छ। अब यहाँ त पाब्लो स्कोबार जन्मिन्छ। यहाँ के गर्नु पऱ्यो भन्दा जनताले हरेक कृषकले भनौँ न, यदि म उत्पादन गर्न चाहन्छु भने त्यसलाई चाहिँ लाइसेन्सको नाममा चाहिँ नलुटियोस्, नठगियोस्। र त्यो गर्नु हो भन्दाखेरि चाहिँ केही नियम कानुनमा त अवश्य बाँधिदिनुपर्छ नै। त्यो कुराहरूलाई चाहिँ ध्यानमा राख्नुपर्छ। अब ट्याक्कै सरकारले यसलाई नियन्त्रण गर्ने र यसलाई कानुन बनाएर लिगलाइज रूपमा उत्पादन, बिक्री, वितरण, प्रयोग गर्न पाउने नियम सरकारले बनाउने हो। हजुर, अहिले सरकारलाई नै सरकार गाँजामा रोमलियो, गँधेडी सरकार भनेर विभिन्न आक्षेप र आरोपहरू लगाइ नै राखेका छन् कि बाहिर भने जस्तो अहिलेका सरकार प्रमुखहरू गाँजै खाने हुन् त किन यस्तो बाहिर हल्ला मचाउँछन्? अहिले अब प्रधानमन्त्रीज्यूले आफैले भन्नुभएको छ, मेयर भइसकेपछि मैले बसेर एक ग्लास बियर चेयर्स गर्न पाऊँ भने होइन त। बुझ्नुभयो नि? भने मतलब चाहिँ त्यसले बरु लाग्छ। अब उहाँले गाजा तानी नतानी त अब मलाई थाहा छैन, मैले देखाएको छैन। हेर्नुहोस्, कसैलाई त्यो भन्न मिल्दैन। तर जहाँसम्म मलाई लाग्छ उहाँले खानुहुन्छ जस्तो मलाई लाग्दैन। किनभने गाजा खाएर बस्ने मान्छे लट्ठ पर्छ, बस्छ, अनि देश बनाउँछु र प्रधानमन्त्री बन्छ भने उद्देश्य लिँदैन।
अब उहाँले सेवन गर्नुहुन्छ वा कुनै पनि सरकारी वा कसैले सेवन गर्छ भन्ने जस्तो मलाई लाग्दैन। अर्को के पनि गर्न सकियो भने यदि त्यस्तै खाले आशंका छ भने हरेक सरकारी कर्मचारीदेखि लिएर जनप्रतिनिधिहरू आफ्नो कार्यकक्षमा जानुभन्दा अगाडि हप्तामा एकचोटि चाहिँ त्यो नार्कोटिक्स टेस्ट गर्ने बनाइदियो भएन? अलिकति युरिन टेस्ट गरेपछि तुरुन्त थाहा हुन्छ त। त्यो भइसकेपछि जनता बिचमा त्यो आशंका पनि रहेन र हामीले प्रधानमन्त्रीज्यूदेखि लिएर गृहमन्त्रीलाई चाहिँ किन समर्थन गरेको भन्दा उहाँहरू निडर भनेर समर्थन गरे हो। उहाँहरू चाहिँ आक्षेप लाग्छ कि कसैले मलाई चाहिँ सुल्फे भन्छ कि भनेर चाहिँ डराउने हो भने त्यस्तो डर छ सरकार के काम? स्ट्रङ कठोर डिसिसन लिन सक्छ, भ्रष्टाचारीलाई लगेर थुन्न सक्छ, सुशासन कायम गर्न सक्छ भनेर चाहिँ यो सरकारलाई समर्थन गरे हो नि त। त्यो कारणले सरकारमा बस्नुभएको सम्पूर्ण जनप्रतिनिधिहरूलाई नडराउनुहोस्, जनताको साथ छ। तपाईँहरूलाई आरोप लागेको कोही त्यस्तै खाले प्राणीहरूले गर्दाखेरि हो, डराउनु पर्दैन। बरु ढुक्क भएर भन्नुहोस् मेरो चाहिँ हप्तामा एकैचोटि भए पनि चेक गरियोस्, मैले खाँदिनँ भन्न सक्नु पऱ्यो नि त। र त्यो पोजिसन त्यो ओदामा बसेको मान्छेहरूले कुनै पनि किसिमको ड्रग्स वा कुनै पनि लागु औषध प्रयोग गर्नु हुँदैन, त्यसको पनि खिलाफमै छौँ। गर्नुहुन्न भन्ने कुरा हो। हजुर। तर बाहिर चाहिँ प्रश्न त्यस्तै उठाउने होइन, आरोपमाथि आरोप खप्टिरहेको छ नि त। यही त म भन्दैछु, यो नै कस्तो हो नि डर्टी पोलिटिक्स भने त्यो हो क्या। जसले आवाज उठाए त्यसले चाहिँ खान्छ होला क्या। बरु आरोप लगाउनेको नि चेक गरौँ, त्यसपछि जसलाई लागेको त्यसको नि चेक गरौँ, यसलाई चाहिँ फ्री बनाइदिउँ क्या चेक गर्नलाई। म त्यस्तै लाग्यो, मलाई प्रधानमन्त्रीले गाँजा सेवन गर्नुहुन्छ जस्तो लाग्यो भने मैले त्यहाँनिर चाहिँ क्वेसन उठाएपछि उहाँले चेक गर्नु पऱ्यो। अब मैले भनेपछि डेली एभ्रिडे गर्ने कुरो त भएन। ल महिनामा एकचोटि भनौँ न, महिनामा एकचोटि ल चेक गऱ्यो भने उहाँ एटलिस्ट फ्रेस त हुनुहुन्छ भन्ने खाले कुराहरू पनि त सार्वजनिक हुन्छ र उहाँले त्यस्तै खाले नियम बनाइदिए हुन्छ क्या। अब गाँजा मात्र एउटा चाहिँ लागु औषधको चाहिँ गेटवे होइन नि त। अब मान्छेले विभिन्न औषधि खान्छन्, अब यो ब्राउन सुगर के दुनियाँ मेडिसिनहरू कति छ त्यो अनेक छ होइन। त्यस्तो कुराहरूलाई पनि त टाइट गर्नुपर्छ भने चेक गर्ने माध्यम चाहिँ त्यहाँ बनाऊँ न, बरु स्कुलमा राखौँ। हरेक विद्यालयमा चाहिँ विद्यार्थीहरूको महिनै पछि चाहिँ एकचोटि चाहिँ युरिन टेस्ट गर्नेदेखि लिएर सरकारी कर्मचारी हामी त्यसरी चाहिँ त्योबाट भाग्ने होइन कि त्यसलाई चाहिँ सिस्टममा र त्यसलाई चाहिँ कोअर्डिनेसनमा लिएर आउने हो। हामी यसरी जे कुरा पनि अलिकति नजाने कुराहरूदेखि डर लाग्छ। अब युरेनियमसँग हामी डराइरहेछौँ नि त। त्यस्तै जे कुरा अलिकति कम विचार कम ज्ञान छ त्यो कुरामा डराउँछौँ। डराउने होइन, संसारमा न्युक्लियर बम बनाइसक्यो, त्यो न्युक्लियर रियाक्टरले चाहिँ बिजुली उत्पादन गरिसक्यो, अनि हामी त्यो कुरामा डराउने होइन नि त। हामीहरूले त्यसलाई स्वीकार्ने, त्यसलाई स्वीकारेर पनि एउटा चाहिँ सिस्टममा लिएर गएर त्यसको चाहिँ सही पक्षलाई चाहिँ युज गर्ने, युटिलाइज गर्ने, गलत पक्षहरूलाई चाहिँ के छ कसरी चाहिँ त्यसलाई चाहिँ कानुन दायरामा ल्याउने भन्ने कुराहरूमा चाहिँ बहस हुनुपर्छ। अब एकदम अन्तिममा छौँ हामी। तपाईँ अस्ट्रेलिया लामो समय बस्नुभयो। हजुर। त्यहाँ एउटा बिजनेस तपाईँले अस्ट्रेलियामा निरन्तर केही वर्षदेखि गर्दै आउनुभएको छ, नेपालमा पनि बिजनेस गरिरहनु भएको छ। हजुर। विदेशमा व्यवसाय गर्न र नेपालमा व्यवसाय गर्न युवालाई भएको प्रमुख चुनौती के हो, के जस्तो लाग्छ? सुरुमा चाहिँ के छ भन्दाखेरि युवाहरू पनि एकाएक हम्फाल्ने कुरो त होइन, अलिकति अनुसन्धान रिसर्च बेस्ड हुनुपर्छ। र मैले जब अस्ट्रेलियामा व्यवसाय गरेँ मसँग चाहिँ के अप्सन थिएन भन्दा म फेल हुने अप्सन थिएन। अब म त्यहाँनिर डुब्यो भने म त उठ्न सक्ने कुरै थिएन। यहाँ त बाबाआमाको खाएर व्यवसाय गर्ने भने मात्मा चाहिँ इन्जोयको लागि वा टाइम पासको लागि गर्ने होइन, हामी डेडिकेसन दिएर यो व्यवसायलाई म 100% सक्सेस गराउँछु भन्ने खाले कुराहरू हुन्छ। र अरू भनेको कानुनी प्रक्रियाहरू झन्झिटुलो छ, यो अडिटको कुराहरू, अकाउन्टको कुराहरू। भर्खर म आफै एकजनाले भर्खरको नयाँ स्टार्टअप क्रिएट गरेको छु भने त्यहाँ चाहिँ मैले कमसा सिए र अडिटरदेखि लिएर कानुनी सबै प्रावधान बुझ्या हुन्छ र त्यसलाई सहजीकरण त सरकारले गरिदिनु पऱ्यो नि। जसरी चाहिँ 5 लाख 10 लाख भन्दा 25 लाख भन्दा कमको व्यवसायलाई चाहिँ कर छुट होइन कि करको बारे ज्ञान दिनु पऱ्यो र त्यसको लागि सहजीकरण गर्नु पऱ्यो। कहिलेकाहीँ मिस्टेक हुनसक्छ। अब भ्याट इन्ट्री स्याट इन्ट्री भनेर दुनियाँ छ, त्यो सबै कुरा बुझेर चाहिँ बिजनेस गर्छ भने त त्यो कहिले पनि सम्भव हुँदैन। व्यवसाय अब मैले कुनै एउटा लुगा पसल खोल्छु भने मलाई सबै चाहिँ यहाँ करको दायराको कुराहरू त थाहा हुँदैन। सरकारले त्यो भर्खरका नयाँ स्टार्टअपहरूलाई एटलिस्ट पनि 4 वर्ष 5 वर्ष फुल अडिट हान्छु भनेर नतर्साउने नथर्काउने, अडिटको फेजहरू पनि कति कुराहरूलाई एकदम सहजीकरण गर्नु पऱ्यो।
ट्याक्सको दायरामा ल्याउनुपर्छ, कर तिर्नुपर्छ व्यवसाय गर्नेले। तर त्यसलाई चाहिँ भोलि जेल हाल्छु भन्ने खालेसम्मको डर त्रास देखाएर त्यहाँ व्यवसाय कसरी गर्न सकिन्छ? जब कि मैले अस्ट्रेलियामा कारोबार गर्दा व्यवसाय गर्दाखेरि कम्पनी रेजिस्ट्रेसन मैले चाहिँ एकछिनमा एकै दिनमा गराएँ। त्यसपछि हरेक वर्ष चाहिँ मेरो अटोमेटिक अडिट एप हुन्छ, अकाउन्टेन्टले लिने चार्ज उसले लिन्छ। मेरो ब्याङ्किङ कारोबारदेखि लिएर यिनीहरू हेरेर उसले आफैले सबै कुरा गर्छ। आजसम्म मैले अडिटर देखेकै छैन। मेरो कम्पनी दर्ता गरिदिने मान्छे मलाई थाहै छैन। मलाई त मेरो व्यवसाय थाहा छ नि त, कसरी सञ्चालन गर्ने, के गर्ने, मैले तलब कति दिने, कस्तो मान्छेलाई हायर गर्ने, त्यो कुराहरू अन्टरप्रिनियर स्टार्टअप व्यवसाय उद्यमीहरूले गर्ने भनेको व्यवसाय सञ्चालन हो। तर यो विभिन्न यो सरकारी ओझेल र जालझेल तनावपूर्ण खाले कुराहरूलाई चाहिँ सरकारले चाहिँ एकदम इजिली चाहिँ लिनुपर्छ भन्ने खाले कुरा। यो जुन 10औं खरब रुपियाँ चाहिँ खाने त्यस्तो खाले मान्छेहरूलाई कारबाही गर्नु ठिक छ। तर भर्खरको यो 20-25 लाख रुपियाँ 50 लाखसम्मको व्यवसाय गर्ने युवाहरूलाई करको दायरा चाहिँ एकदम सजिलो र खुकल्लो होस्, त्यसले गर्दाखेरि अझ प्रोत्साहन मिल्छ भन्न चाहन्छु। हस्, धन्यवाद कुराकानीको लागि। थ्याङ्क यू, धन्यवाद।